बाटोमा आउँदै ढिला भयो, जाम थियो, त्यही भएर ढिला भयो। तपाईँलाई थाहा छ मैले 25 चोटि कल गरेँ, 10 चोटि कल गरिसकेँ मैले तपाईँलाई, फोनै नउठाउने हुन्छ। मैले थाहा पाएको थिएँ कल आएको, त्यो जाममा भएको भएर उठाउनु मिलेन, त्यही भएर म अघि पछि चाहिँ मलाई कल नगरी म मेरो अनुहार नहेरिकन तपाईँलाई निन्द्रा लाग्दैन रोशनी भन्नुहुन्थ्यो। आज चाहिँ मैले यत्रो फोन गर्दा पनि तपाईँले फोन नउठाउनु, त्यस्तै नि हुन्छ। के गर्नु, सबैको आफ्नो समस्या हुन्छ, मेरो समस्या नि बुझ्याउनु पर्छ। तपाईँलाई पहिला मेरो समस्या छैन, मबाट केही प्रब्लम हुन्न त्यस्तो भन्नुहुन्थ्यो। आज मलाई पनि त समस्या छ नि घरमा, मलाई कति प्रब्लम भएको थियो थाहा छ तपाईँलाई? त्यो कुरो त हजुरले बुझ्नु भएको छ। मैले बुझाएको छु तिम्रो समस्या पनि, मेरो पनि समस्या छ, मैले पनि बुझ्दै, तर त्यसमा केही टेन्सन लिनु पर्दैन, सबै म मिलाउँछु। मिलाउनुहुन्छ तपाईँको यो सबै यो सुन्दा धेरै 8-9 वर्ष भइसक्यो। तपाईँले मलाई कुन रूपमा राख्नु भएको छ त्यो भन्नुहोस् आज मलाई। मैले भने त म तिमीसँग बिहा गर्छु, भगवान् मेरो विशेष छ, तिमीलाई थाहा छँदै छ, अब मिलाउन टाइम लाग्छ अलिकति, म मिलाउँछु भनिरहेको छु भने तिमी नआत्तिउ न। हिजो अस्तिसम्म चाहिँ मन परेर मेरो गालामा रगत छाउन्जेल चाहिँ रोशनी तिमी कहाँ, तिमी यहाँ हो, तपाईँको पुरा मनोरञ्जन भइसकेपछि, तपाईँको इच्छा पुरा भइसकेपछि मैले गरेको फोन धरी सुत्तो नउठाउने, मलाई समय नदिने, त्यस्तो नि हुन्छ तपाईँलाई? मैले तिम्रो फोन नउठा, म अहिले यहाँ हुन्थेँ त, म अन्तै हुन्थेँ त, तिम्रो माया हो तपाईँको सबै हो। अर्जुन मलाई त्यो लपन छप्पन कुरो मैले बुझिनँ। म त आज तपाईँसँग जाने भनेर म झोला लिएर आएको। मेरो बाउ आमा दाजुभाइ सबैलाई थाहा भइसक्यो, गाउँ बस्तीले थाहा भइसक्यो। मलाई भोलि यो केटी यस्तरी हिँड्यो भनेर मलाई कसैले माग्न आउँछ? अनि एकछिन भेट्ने भनेर बोलाएन मलाई, फेरि भाग्ने कुरा गर्दैछौ त तिमी त। त्यस्तो हुँदैन। मलाई त अचम्म लागेको छ तिम्रो कुरा सुनेर। सधैँ मैले भने त नि कुनै दिन जाउँला लैजाउँला मैले भनिरहेको छु तपाईँ, किन हतार? मलाई के तपाईँले एकलौटी बाटोमा छोडिदिनुहोस् के भने तपाईँसँगै मलाई राख्नुहोस्। तपाईँको बुढी छ भनेर मलाई पनि थाहा छ, आजकलको जमानामा कसो हुन्न दुईवटा स्वानी, मिलाएर राख्नु न मलाई पनि। मैले भने त नि म मिलाएर राख्छु, अहिले हतार नगर, म सबै मिलाउँदैछु भनेर मैले भनिहाल्छु छु त। त्यस्तो अहिले हतार गरेर भन नि, सबै कुरो मिल्नु पऱ्यो, मिलाउनु पऱ्यो। तपाईँको यो वचन सुन्दा मलाई अक्कै लागिसक्यो। मलाई त जहाँसम्म लाग्छ कि तपाईँले मेरो जिन्दगीमा खेलबाड गरिरह्यो जस्तो लाग्छ। होइन, तिम्रो त्यो सोचाइ नै एकदम भ्रम हो, तिमी त्यस्तो कहिल्यै नसोच, मोबाइल त्यस्तो कहिल्यै हुँदैन। थाहा पाइहाल्यो नि, तपाईँले लगभग मलाई 2 महिना भइसक्यो मेरो फोन नउठाएको। मलाई बेलामा फोन गर्दा नगर म बिजी छु, अहिले गर्छु, अफिसमा छु भन्नुहुन्छ। के म तपाईँ सधैँभरि अफिसमा भनेर के मेरो मनको कुरा मेरो मनमै गुम्साएर राखिरहने हो मैले? मैले त्यस्तो भन्नु खोजेँ होइन, अब म बिजी हुन्छु, अफिसको काम कहिले कता जानुपर्छ, कहिले कता जानुपर्छ, तिमीलाई थाहा छ त नि। तपाईँले यस्तै गर्नुभयो भने नि म त खुल्ला रूपमा फेरि तपाईँको बुढीलाई थाहा दिने गरेर म त हिँडिन्छु। के तपाईँले मलाई ठेकानमा राख्न पर्यो? भनौँ न, एउटा कोठा भाडा, रासन पानी सबै दुःख बिमारमा हेर्ने हो भने, अब एउटा फोन धरे सुत्तो फोन त उठाउन तपाईँलाई समय लाग्छ भने म के गर्छु? त्यस्तो होइन के रोशनी, कुरा बुझ न तिमीले कि मैले हेर्छु, मैले लैजान्छु भनिरहेको छु त नि। अहिले एकैचोटि आवेशमा आएर त्यस्तो भन्नु, त्यस्तो भनेर हुन्न नि त। तपाईँले मलाई, तपाईँ र मेरो भेट भएको आज 10 वर्ष भइसक्यो, थाहा छ? 10 वर्ष भइसक्यो। तपाईँले मलाई न त मलाई बाहिर बिहा गरेर जान दिनुहुन्छ, न त मलाई अरूसँग गरेरै खान दिनुहुन्छ। तपाईँ शुद्ध मलाई प्ले गरिरहनु भएको छ कि। मैले भनि त तिमीलाई म तिमीसँग बिहा गर्छु, तिमीलाई लैजान्छु, मैले भनिरहेको छु तिमीलाई। घर पनि सबै मिलाउनु पऱ्यो नि त, लगेर मात्र राखेर भएन, खाना दिनु पऱ्यो, लाउनु दिनु पऱ्यो, केही एउटा यसो इलम त दिनु पऱ्यो नि आफूले पनि लैसकेपछि। पहिला लग पर्दा चाहिँ रुममा आउने बेलामा के खायो तिमीले भनेर सोध्ने, कहाँ जान्छौ तिमी, हिँड नि त म घुम्न लान्छु भन्ने। अहिले चाहिँ म 10 वर्षमा तपाईँको म झुले झट्टो भइसकेँ। अब मलाई कसले लान्छ, मलाई कसले हेर्छ? म लैजान्छु, मैले भनिरहेको छु त। कहिले लाने? म लैहाल्छु नि, कह न, टाइम आउँदैछ, हतार नगर के। यस्तो कुरामा हतार गर्नुहुन्न रोशनी, हतार गर्नु भने पछि पछुताउनु हो। तपाईँले भन्न खोजेको त अहिलेसम्म मलाई तपाईँले खेलाइरहेको रहेछ कि फुइ औलाउन नचाहिरहनु भएको रहेछ। तिम्रो त्यो सोचाइ मात्र गर्नु, त्यस्तो नसोच। म त अरू जेसी होस्, तपाईँले मलाई के एकान्तमा लगेर राख्नुहोस्, तपाईँको घर परिवारले थाहा नदिनिकन
के त भने तपाईँले मलाई बिहा गरेर लानुहोस्। होइन रोशनी, मैले कहिचोटि भने मैले तिमीलाई खालि त्यही एउटा कुरा 10चोटि खालि त्यही एउटा कुरा मैले भन्ने तिमीलाई म तिमीलाई लैजान्छु बिहा गर्छु भने त मैले भनिरहेको छु त। सधैँ एउटै कुरा गरेर त भएन नि मान्छे। हो तपाईँले खालि यस्तै कुरा गर्दाखेरि हो मलाई दिमाग तात्ने। तपाईँले बरु मलाई चाइल्डमा छोडेर जानुहोस् न। मैले तिमीलाई मैले छोड्छु भनेकै छैन। म तिमीलाई लैजान्छु म बिहा गर्छु भनिरहेको छु त। मेरो पनि समस्या बुझ्नु पर्यो। नत्र भने म तपाईँले मेरो जिन्दगीमाथि खेलवाड गरेको केस हालिदिन्छु म। त्यसो नभन है रोशनी, मैले तिमीलाई यत्रो वर्ष युज गरेँ मैले तिमीलाई बिहा गर्छु भनेको छु। मैले तिमीलाई तँलाई म हेर्दिनँ म के बेला जे गर्छ गर त भनेको नि छु भनेको छैन नि। त्यस्तो हुँदैन। मैले तिमीलाई म अबदेखि तेरो र मेरो रिस्ता खतम बुझिस्। तेरो मेरो रिस्ता खतम। त पनि छैन म पनि छैन। त्यसो नभन के होइन तिमीलाई त्यस्तो छ भने अब छोडिदेऊ। म केही पनि भन्ने छैन। मेरो केही पनि भन्नेवाला छैन। होइन मैले तिमीलाई भनिरहेको छु नि बारम्बार यस्तो नगर उस्तो नगर म बिहा गर्छु लैजान्छु मिलाउँदैछु भनेर भनिरहेको छु। अबदेखि यहाँ सुन, तैँले मलाई घरमा रासन पानीदेखि इज्या थरीसम्म तैँले हेर्छस् भने हेर्दैनस् भने तेरो बाटो तँ लाग मेरो बाटो म लाग्छु बुझिस्। तिम्रो यस्तो बोलीले त मैले कसरी तिमीलाई उयो गर्ने भन त आफै। मैले त राम्रोसँग सम्झाइरहेको छु तिमीलाई। आवेशमा भएर त भएन। आदेशको मलाई थाहा भएन। तैँले मलाई यत्रो वर्षसम्म झुलाइस्। के देखेर तैँले मलाई झुलाइस् भन् त? के देखेर झुलाइस् तैँले मलाई? त्यस्तो हुँदैन। त आफ्नो सोच आफ्नो गर मेरो बाटोमा लाग्छु। तैँले मलाई यत्रो वर्ष झुलाएको तैँले के चाहिँ गरिदिएछस् अहिलेसम्म? जिन्दगीमा मेरो मात्रै रस गरिदिएछ होइन त? ठिक छ अब तिम्रो इच्छा तिमीले गर्छौ भने गर। मैले के भनिदिएँ यदि मैले चाहे भने नि तेरो स्वास्नी बोलाएर तेरो घरबार पनि बिगारिदिन्छु बुझिस्। मेरो पनि भएन उसको पनि हुन दिन्न म। यसो नभन न मैले तिमीलाई भनिरहेको छु त। मैले म मिलाएर राख्छु म लैजान्छु भनेर त्यतिकै आवेशमा नआउ न तिमी। त्यतै रिसाएर त हुँदैन। तेरो यो गुनासो कुरा सुनेको मैले धेरै भइसकेँ। किन तैँले मलाई सधैँभरि किन यस्तो गर्छस्? अब नरिसाउ न। मैले त्यसलाई म लैजान्छु म पाल्छु मेरो मन होइन म के एउटा मेरो हो नि। मैले तिम्रो मन होइन भनेको छैन। म भेट्न नआएको पनि छैन तिमीलाई आइरहेको छु त प्रायः। मलाई त्यो कहिले काहीँ अब यस्तो अफिसमा काम पर्छ बिजी भइन्छ। के को बिजी? अब अफिसमा काम नगरी खान पाइँदैन थाहा छ त तिमीलाई। तैँले मलाई न खर्च पानी हेरेछस्। आज कति महिना भइसक्यो थाहा छ? लगभग 1 वर्ष हुन लागिसक्यो मलाई खर्च पानी सुध धरि नहेरेको। मैले भनिरहेको म सबै मिलाउँछु म हेर्छु म गर्छु भनिरहेको। तिमी पनि बुझ न। मैले बुझिरहेको छु तेरो पारा सबै बुझिरहेको छु। हेर अर्जुन अबदेखि मलाई यस्तो गर्यो भने नि तिमीलाई के गर्छु म हेर्दै जाऊ। त्यस्तो गर्दैन कि नरिसाउ। मैले तिमीलाई मैले भने त तिमीलाई बिहा गर्छु म लैजान्छु भनिरहेको छु। तिमी आफै रिसाउँछौ नरिसाउ। रिसाउने कुरा गरेपछि रिसाउँदैन। मैले के रिसाउने कुरा मैले केही गरेँ? म तपाईँसँग जानको लागि म झोला बोकेर आएको छु। मैले तिमीलाई आज लान्छु भनेर भनेको थिइनँ त। म भेट्न चाहिँ आउँछु ल तिमी मन्दिरमा आइरहनु भनेको थिइनँ मैले। तिमीले मलाई भनेको थियो ल म आजै जान्छु तँसँग म भागेर आउने घरबाट भनेको थियो। तिमीले मलाई थिएन नि। म त भेट्न मात्र आउँछु भनेको नि त। यहाँ सुन अर्जुन सायद तिम्रो ठाउँमा मलाई राखेर हेरेको भए नि के हुन्थ्यो ल भन त? मैले सबै बुझिसकेको छु मैले। तिम्रो मेरो घर परिवार सबैलाई थाहा भइसक्यो। तिम्रो भने कसैलाई थाहा छैन। मलाई आज तेरो बुढा खोइ भोलि तेरो बुढा खोइ भन्छ। मैले समाजको छेउमा त बुढो भनेर चिनाएको त थिइनँ। मैले पनि मेरो गल्ती हो। किनभने जहाँ बस्छ त्यहाँ त मेरो बुढा भनेर मैले चिनाएको थिएँ नि त। किन तपाईँले मलाई आज यस्तो गर्दै हुनुहुन्छ? म आउँछु के आउँछु नआएको तिर्न म आउँछु लिन आउँछु। एक दिन अवश्य लिन आउँछु। त्यसपछि म तिमीलाई लिएर जान्छु। एकैचोटि लिएर जान्छु। लिएर जान्छ ओ माथि पनि गएपछि अहिले लिएर जान्छु। के माथि त्यो नहुने कुरा नगर अर्जुन। हो के हो? म तिमीलाई कुर्दा मेरो पनि जोबाना त्यतिकै जान्छ। तिम्रो घर परिवार ठिक्क मिलेर बसेछ। मेरो अहिले त हेर्दै खाउँ लाउँ जस्तै भएको छ अनुहार। केही भएको छैन। यति राम्ररी भएको छौ। महिनामा पैसा ठेलेर यस्तो राम्ररी भएको होला भन न। म आफ्नो मेहनतले यस्तो भएको छु। जे गरे राम्रो भयो त भइहाल्यो। मलाई मन अलिकति सुहाउँदैन यस्तो कुरा गर्नलाई? मलाई मन पर्यो आफ्नो हृदय मात्रै सुहाउने कुरा गरे हुन्छ। मलाई मन पर्यो भइहाल्यो। किन राम्रो देख्नु? छोडिदेऊ अर्जुन।
यस्ता कुरा छोड्देऊ त्यसो नभए अब भन नरिसाउ के? तिमी के गर्छौ कस्तो गर्छौ तिमी भन म लैजान्छु मैले लैजान्छु भनिरहेको छु मैले भनेको छैन एक दिन लान्छु म तिमीलाई अवश्य लान्छु अब फाइनल कुरा गर मसँग के फाइनल कुरा नभन्नु तिम्रो घर परिवारलाई थाहा दिन्छौ कि मलाई तिमीले एकान्तमा लगेर राख्छौ कि महिना पानी खर्च हेर्छौ कि के गर्छौ ल भन के घर परिवारलाई थाहा दिनु नदिनु त्यो मेरो कुरा हो घर परिवारले हेर्ने होइन नि त तिमीले थाहा दिए पनि नदिए होइन त मैले हो नि होइन जुन समाजमा तिमीले मलाई स्वास्नी भनेर नचिनाएपछि त्यो समाजले मलाई के भनेर चिन्छ पछि यस्तो नि अब मेरो अर्को मिसेस नभएको भए चिनाउन केही मलाई थिएन घरमा अर्को छ घरको अर्को हुँदा अर्को ल्याएको छ भने तिमीलाई पनि तैँले मेरो जिन्दगी तैँले पहिला आफ्नो स्वास्नी सोचिनस् अहिले मलाई खेलाउने सोच्छस् तैँले मलाई त्यस्तो कुरा नगर है त्यस्तो कुरा नगर मैले तिमीलाई सम्झाइरहेको छु त मैले तिमीलाई पनि नराम्रो हुन्छ मलाई तैँले मलाई किन पहिला यो कुरा सोचिनस् ह मैले तिमीलाई किन सोचिनस् मलाई यो कुरा तेरो बुढी थियो बच्चा थियो सबै थियो त्यतिखेर किन सोचिनस् मलाई तिमीलाई पनि थाहा थिएन छ भने तैँले त मलाई हेर्छु परे ठाउँमा गर्छु तिमी मेरी हौ मेरो जिन्दगीभरको तिमी सहारा हो त्यो चेठी भनेको जेसीको बाबा आमाले बिहे गरिदिएको भनेको थियो त त्यतिखेर अहिले पनि भनेको छ त तिमी कान्छौ मेरो म लैजान्छु बिहा गर्छु भनिरहेको छ